सम्माननीय प्रधानमन्त्रीज्यूको मलाई मन्त्रीको लागि प्रस्ताव सम्माननीयज्यूले गरिराख्दा र यो सरकारलाई सहयोग गर्नु पर्यो भनेर सम्माननीयज्यूले भनिराख्दा सम्माननीयज्यूको मन मस्तिष्कमा र बोलीमा सबैभन्दा महत्त्वपूर्ण एउटा के छ भनेदेखि सुशासन चुस्त दुरुस्त सेवा प्रवाह यो कुराहरू महत्त्वपूर्ण छ। उहाँले यो कायम गर्नु होला है, जनताले दुःख नपाउन्, सुशासन कायम होस्, भ्रष्टाचार नियन्त्रण होस्, जुन म्यान्डेट लिएर यो सरकार आएको छ त्यो होस् भन्ने कुराहरू छ। त्यसैले त्यो कुराहरूमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अगाडि बढ्छ, मैले यो कुराहरू भने। र अब आज यहाँहरूले अघि नै तल भन्नुभएको थियो, अब मलाई राष्ट्रपति कार्यालयमा नि सोध्नु भएको थियो पहिलो निर्णय चाहिँ के गर्छस् त भनेर। अनि सचिवज्यू र मैले अलिकति कुरा गर्यौं। कुरा गरिसकेपछि केही अरू महत्त्वपूर्ण हाम्रा निर्णयहरू पनि अब क्रमशः हुन्छन्। ती निर्णय डेफिनेटली केही नीतिगत निर्णयहरू गर्नुपर्छ। यो 6 महिनाभित्रै केही परिणाम आउन सक्छ भने अघि नै उहाँले भन्नुभयो एआई पोलिसी हैन, एआई पोलिसी चाहिँ पास भएरै कार्यान्वयनमा गइसकेको छ। डिजिटल फ्रेमवर्क चाहिँ नि अब पास हुने तयारीमा, सम्भवतः क्याबिनेटबाट पास गर्नुपर्छ होला। त्यो क्याबिनेटबाट पास गर्ने क्रममा अब चाहिँ म हुन्छु होला के हैन। त्यसैले त्यो त्यतातिर हामी गइसकेका छौं र सचिवजीले अघि नै भन्नुभएको छ त्यसको कार्यान्वयनले साँच्चीकै एउटा चेन्ज आउँछ। तर मैले पहिलो निर्णय के लिऊँ भनेर मनमा सोचिराख्दाखेरि मलाई लाग्यो नीति त धेरै ठूलो कुरा, संरचनाको कुरा पनि ठूला, कार्यक्रम कार्यान्वयनका कुरा पनि ठूला, तर जेनजीको बलिदानीको जगमा आएर बोलिरहेको मन्त्रीले बोल्दा सानो होस् तर त्यो जेनजी पुस्ताको लागि, युवा पुस्ताको लागि अलिकति भए पनि केही गर्न पाएदेखि हुन्थ्यो कि भनेर मैले सचिवज्यूसँग विनम्र अनुरोध गरेँ। हो नि भन्नुभयो सचिवज्यूले। सचिवज्यू र मेरो मत मिल्यो अनि हामीले एकछिन कुरा गर्यौं। त्यसपछि यसो सोच्यौं हामीले कि अब जेनजी आन्दोलनको उद्गम बिन्दु कहाँ थियो भने सामाजिक सञ्जाल बन्द थियो, जहाँबाट यत्रो हुनी नहुनी धेरै कुराहरू भयो भनेपछि सामाजिक सञ्जाल त खुलिसक्यो। तर जेनजीहरूको पनि सास, हाम्रो पनि सास, मुलुक निर्माणको पनि आस कहाँनिर छ भन्दाखेरि इन्टरनेटको एक्सेस। अनि यो मन्त्रालय अब सञ्चार मात्रै होइन, सूचना प्रविधि पनि जोडिन्छ। अनि हाम्रो जेनजी त्यो सूचना प्रविधिसँग यति जोडिएको छ कि उसको दैनिक गुजारा पनि त्यहीँबाट पनि चल्छ।